सबै विद्यार्थीहरूको काइन्ड अफ एकदमै सफ्ट एकदम फेभरेट सर होइन फेभरेट हुनलाई चाहिँ के गर्नुभयो सर हजुरले सबभन्दा ठुलो कुरो चाहिँ मलाई माया गर्नुहुने मेरा अभिभावकहरू होइन लगभग भनौँ 20औं वर्षदेखि उहाँहरूले गरेको माया मैले बच्चाहरूले गरेको व्यवहार उहाँलाई सिकाएको शिक्षा उहाँहरूलाई मैले बाँड्न सकेको ज्ञान सबभन्दा ठुलो चाहिँ यही हो जस्तो लाग्छ मलाई हजुर हजुरले हजुर त काउन्सिलर पनि हुनुहुन्छ होइन हजुर 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 पहिला त होस्टेलमा पनि हुनुहुन्थ्यो धेरै वर्षसम्म त्यसपछि अब अहिले काउन्सिलिङमा पनि हुनुहुन्छ हजुरले देख्नु भएको होस्टेलमा बस्ने बच्चाहरूमा स्पेसल्ली होइन हजुर सबैभन्दा ठुलो समस्या चाहिँ के हुँदो रहेछ सर सबभन्दा ठुलो कुरो चाहिँ अब म विगत भनौँ न लगभग 19 वर्ष मैले होस्टेल पुरै रूपमा होस्टेल इन्चार्जको रूपमा हेरेँ होइन र अहिले विगतमा चाहिँ लगभग 1.5 वर्षदेखि म काउन्सिलिङको रूपमा काम गरिरहेको छु काउन्सिलरको रूपमा काम गरिरहेको छु बच्चाको मनोविज्ञान सबभन्दा ठुलो कुरो हुँदो रहेछ यो मैले बुझ्दै आएको मैले सिकेको मैले यो करियरमा जानेको भोगेको कुराहरूबाट मैले सिकेको पाठ हो सबभन्दा ठुलो कुरो मनोविज्ञान र जस्तै हाम्रो अभिभावकहरूले होस्टेल पठाइरहँदाखेरि म तिमीलाई किन होस्टेल पठाएको छु भन्ने खालको बच्चालाई यदि कन्भिन्स गर्नु भएको छ भने त्यो बच्चा जोसुकै जस्तोसुकै इन्भाइरोमेन्टमा पाओस् त्यो बच्चा कहिले पनि बिग्रिन्न अथवा कहिले पनि उसले चाहिँ नराम्रो सङ्गत पनि गर्दैन अथवा उसको पढाइ पनि राम्रो सबै कुरा एकदम अभिभावकले चाहेको जस्तो छोराछोरीको विकास हामीले अथवा त्यस्तो खालको छोराछोरी उत्पादन गर्न हामीले सक्छौँ र केही अभिभावकले चाहिँ के गरिदिने भने अलिकति प्याम्परिङ टाइपको होइन नचाहिने ठाउँमा माया गरिदिने होइन बाबु यसो गर तिमीलाई यसो गर्छु भन्ने टाइपको होइन पहिल्यै चाहिँ शर्त राखेर यो वर्ष पढ अर्को वर्ष हेरौँला भन्ने टाइपको यस्ता खालका चाहिँ गर्दाखेरि चाहिँ हामीले बच्चालाई त्यस्ता त्यस्ता बच्चाहरूमा चाहिँ जो मनोविज्ञान लिएर अगाडि बढेछन् यिनीहरूमा चाहिँ अलिकति हामीले चाहे जस्तो सुधार ल्याउन सकेका छन् तैपनि समग्रमा सुधारको चाहिँ देखिन्छ समग्रमा सुधार देखिन्छ